प्रशासनिक निर्णयका विषयहरू लेख्दै निर्णय निर्माणका सम्बन्धमा नेपालमा भएका सबल र दुर्बल पक्षको विश्लेषण गर्नुहोस् भनेर चाहिँ यसरी छ होइन। निष्कर्ष किन मिलेन र निष्कर्ष कसरी मिलाउनुहुन्छ, मिलाउनु न, आफ्नो तरिकाले मिलाउन सकिहाल्नुहुन्छ। ओके, प्रशासन निर्णयका विधिहरू के छन् भनेर हेर्नु पर्यो। प्रशासन निर्णयका विधिहरू भन्यो भने प्रशासन पहिला निर्णय भने के हो भनेर यसरी जोडेर लेख्न सक्नुभयो होइन। जस्तो अधिकार प्राप्त अधिकारीले कानुनले दिएका अधिकार प्रयोग गरी कुनै विशेष सवाल वा समस्याको सम्बन्धमा लिखित रूपमा दिएको अन्तिम आदेश वा निर्देशन नै निर्णय हो, यसरी लेख्न सक्नुभयो होइन। अधिकार प्राप्त अधिकारीले कानुनमा दिएका अधिकार प्रयोग गरी कुनै विशेष सवाल वा समस्याको सम्बन्धमा लिखित रूपमा दिएको अन्तिम आदेश वा निर्देशन भनेर लेखेको छु। तथापि निर्णय चाहिँ अहिले तपाईँको यो भन्छ मौखिक पनि निर्णय हुनसक्छ होइन। मौखिक निर्णय हुन्छ त्यसले वैधानिकता ग्रहण नगर्ने पाटो चाहिँ फरक हो होइन। तर निर्णय चाहिँ बढी लिखितै हुन्छ भन्ने हिसाबले वैधानिकता गर्न गर्न जोडेर लेख्न सक्नुहुन्छ होइन यो। अब अर्को, सार्वजनिक प्रशासनमा निर्णय निर्माण गर्दा विभिन्न विधिहरूको प्रयोग गर्ने गरिन्छ। यहाँ केही विधिहरू उल्लेख गरिएको छ भनेर यसरी राख्न सक्नुहुन्छ। तोक आदेश र तोक आदेशबाट निर्णय हुन्छ एउटा, अर्को टिप्पणी मार्फत हुन्छ होइन। टिप्पणीको चाहिँ भन्यो प्रस्ताव पेश गरेर निर्णय हुन्छ। प्रतिवेदन रूपमा छलफल गरेर चाहिँ विभिन्न चाहिँ समिति अथवा आयोगहरूले दिएका प्रतिवेदन रूपमा छलफल गरेर त्यसको माध्यमबाट निर्णय हुन्छ। स्टाफ मिटिङका माध्यमबाट पनि हुन्छ कार्यालयमा होइन, कर्मचारीको बैठकको माध्यमबाट अनि कतिपय निर्णयहरू हुनसक्छ चाहिँ सङ्गठनसँग आन्तरिक विषयमा। अर्को, आयोग वा समिति बनाएर त्यसको सिफारिसको आधारमा पनि निर्णय हुन्छ, त्यसले दिएको प्रतिवेदनको आधारमाथि पनि लेखिसक्यो। गोष्ठी सेमिनार छलफल आयोजना गरेर त्यसको माध्यमबाट पनि केही निर्णयहरू चाहिँ गर्ने गरिन्छ। विज्ञहरूसँग राय परामर्श तथा सरसल्लाह गरी गरिने निर्णय भनेर यसरी चाहिँ तपाईँले निर्णयको पार्टबाट लेख्न सक्नुहुन्छ। यो निर्णयका विधिहरू भयो, यो विधिहरू प्रयोग गरेर निर्णयका विधि अथवा तरिका भनेर लेख्यो भने यसरी चाहिँ निर्णय हुन्छ भनेर लेख्न सक्नुभयो। अर्को, निर्णय निर्माणका सम्बन्धमा नेपालमा भएका सबल र दुर्बल पक्षको विश्लेषण भनेर चाहिँ के छ त सबल पक्ष र दुर्बल पक्षको विश्लेषण भनेर। अब यहाँ सबल पक्षमा ऐन कानुन नीति अथवा नियम कार्यविधिहरू आधारित भएर निर्णय गर्ने गरिएको छ। अनि यहाँनिर तपाईँले एक लाइनको कनेक्टिङ ल्याङ्ग्वेज लेख्न पनि सक्नुहुन्छ होइन। चाहिँ सार्वजनिक सङ्गठनको चाहिँ सङ्गठनलाई एउटा निश्चित चाहिँ तपाईँको निश्चित विधि अथवा कार्य पद्धतिमा बाँध्ने चाहिँ निर्णय निर्माणका सम्बन्धमा नेपालमा भएका सबल र दुर्बल पक्षहरू देखाअनुसार छन् भनेर लेख्न पनि सक्नुभयो। अथवा अन्य कुराहरू चाहिँ लेख्न पनि सक्नुहुन्छ होइन। कुनै दुविधा चाहिँ सङ्गठन सञ्चालनको क्रममा आइपरेका विभिन्न दुविधाहरूको चाहिँ अन्त्य अथवा गर्नका लागि चाहिँ सङ्गठनले निर्माण गर्ने एउटा निर्णयको आधारको रूपमा रहेको निर्णय निर्माणका सम्बन्धमा भएका सबल र दुर्बल पक्षहरू देखाअनुसार छन् भनेर यहाँनिर पनि एउटा कनेक्टिङ ल्याङ्ग्वेज लेख्न सक्नुहुन्छ। अब ऐन कानुनको नीति नियम कार्यविधिहरूमा आधारित भएर निर्णय गर्ने गरिएको छ। निर्णय गर्दा कुनै दुविधा भएमा सम्बन्धित शाखा कर्मचारी सरकार र विशेषज्ञको राय परामर्श लिने पनि गरिएको छ। त्यसलाई पनि तपाईँले जोड्न सक्नुहुन्छ। जस्तै चाहिँ एउटा नीति बनाउनु पर्दा नीतिको सम्बन्धमा निर्णय लिँदा पनि त्यो नीतिको सम्बन्धमा चाहिँ तपाईँहरू चाहिँ यति दिनभित्र चाहिँ सरकारवालाले सुझाव दिनु होला भनेर चाहिँ तपाईँको वेबसाइट मार्फत डिस्क्लोज गर्ने गरेर त्यहाँबाट सुझावहरू माग्ने गरिएको छ। जस्तो अहिले चाहिँ तपाईँको के भन्छ यो विकास सहायता परिचालन नीति चाहिँ नयाँ बन्ने सन्दर्भ अर्थ मन्त्रालयको वेबसाइटमा गएर हेर्नुभयो भने त्यहाँ चाहिँ एउटा पपअपमा एउटा आइरहेको हुन्छ, तपाईँ त्यो त्यस सम्बन्धमा सुझाव दिनु होला भन्ने खालको आइरहेको हुन्छ। त्यो एउटा यो विज्ञको अथवा सरकारवालाको राय परामर्श लिने पनि गरिने हाम्रो प्रवृत्ति छ। निर्णय निर्माण गर्दा निर्णय कानुन गर्ने निकाय र कानुन कार्ययोजना आवश्यक स्रोत समेत उल्लेख गर्ने गरिएको छ। निर्णय निर्माण गर्दा चाहिँ निर्णय कानुन गर्ने निकाय कसले कानुन गर्ने हो, स्रोत कति चाहिने हो, के कसरी कानुन गर्ने हो, समय सारिणी सहितको कार्ययोजना बनाउने खालको प्रचलन पनि छ। सम्बन्धित मन्त्रालय सचिवालय र आयोगले निर्णय निर्माणका लागि आन्तरिक कार्यविधि दिग्दर्शनहरू पनि बनाएका छन् होइन। सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका भनेर पनि छ होइन। यस्तै किसिमको चाहिँ अख्तियारले आफ्नो निर्णय गर्दाखेरि अप्नाउने एउटा कार्यविधिहरू बनाएको हुन्छ। अथवा चाहिँ अर्को योजना आयोगले एउटा किसिम निर्णय गर्दाखेरि निर्माण गर्ने कार्यविधि बनाएको होला। अथवा चाहिँ तपाईँको अन्य मन्त्रालयले चाहिँ त्यो बनाएको होला भनेको आन्तरिक कार्यविधि दिग्दर्शनहरू पनि बनाउने र त्यसको आधारमा डिसिसन गर्ने प्रोसेस पनि डिसिसन गर्ने प्रवृत्ति पनि बसेको छ। सूचना तथ्याङ्क भरपुर रूपमा उपयोग गर्ने गरिएको, सहभागितामूलक सिद्धान्तलाई आत्मसात गरी नीति निर्णयमा निर्माण गर्ने अभ्यास गरिएको छ। निर्णयको लागि अख्तियारी र अधिकार प्रत्याशनको व्यवस्था पनि गरेको छ। कतिपय अख्तियारी प्रदान गर्न अथवा अधिकार प्रत्याशन गर्न मिल्ने केसमा चाहिँ निर्णय गर्न तल्ला अधिकारीले निर्णय गर्ने गरी पनि दिने गरिएको छ। जस्तो अख्तियारमा प्रमुख आयुक्त नै हो सबै कुरा डिसिसन गर्ने, तर प्रमुख आयुक्तले मात्रै डिसिसन नगरेर आयुक्तलाई अधिकार प्रत्याशन गरे हुन्छ। अथवा तपाईँको त्योभन्दा तल सचिवलाई अथवा सहसचिवहरूले निर्णय गर्ने चाहिँ अथोरिटीहरू चाहिँ प्राप्त गर्नुभएको हुन्छ। त्यसरी चाहिँ लेख्न सक्यो। यो चाहिँ सबल पक्षहरू भयो। दुर्बल पक्ष भन्यो भने हाम्रा कमजोरी के छन् भन्दाखेरि ऐन कानुन एकातिर तथ्याङ्क एकातिर निर्णय अर्कोतिर हाम्रो एउटा पहिलो समस्या त्यो हो भनेको दबावमा प्रभावमा परेर निर्णय गर्ने खालको होइन। राजनीतिक अथवा चाहिँ आर्थिक हिसाबले चाहिँ अलिकति झुकेर त्यो किसिमको निर्णय गर्ने खालको पद्धति छ। पहिलो मैले यसरी लेखेँ, नीति निर्माण
निर्माण एकातिर निर्णय अर्कोतिर भनेर पहिलो लेखेँ। अर्को निर्णयको कार्यान्वयनशीलता बहुआमिक र दीर्घकालीन प्रभाव नहेरी निर्णय गर्ने प्रवृत्ति छ। निर्णयको कार्यान्वयनशीलता परीक्षण गरिँदैन, बहुआमिक र त्यसले दीर्घकालीन रूपमा प्रभाव पर्ने निर्णय हेरिँदैन। जस्तो गुठी विधेयकको निर्णय त भयो, तर त्यसले चाहिँ भोलि पर्सि त्यसले चाहिँ तपाईँको विरोध भएपछि त्यसलाई फिर्ता लिनु पऱ्यो। यस्ता किसिमका निर्णयहरू हाम्रा सार्वजनिक प्रशासनबाट हुन्छन्, त्यसलाई जोड्न सक्नुहुन्छ। आफू र आफ्नो समूह निज स्वार्थका आधार निर्णय गर्ने परिपाटी पनि छ। निर्णय प्रक्रिया सबै तह क्षेत्रको अर्थपूर्ण सहभागिता चाहिँ छैन। रियालिटी भन्दा नि पपुलारिटी बेस रहेर निर्णय गर्ने, माथिको पहिलो बुलेटले पनि समावेश गर्छ यसलाई। यसलाई तपाईँलाई भयो भने काट्न पनि सक्नुहुन्छ। आवश्यकता औचित्य भन्दा नि इन्क्रिमेन्टल बेसिसले चाहिँ डिसिसन गर्ने प्रवृत्ति छ। आवश्यकता औचित्य भन्दा नि हिजो के गरिरहेको थियो, हिजोभन्दा अलिकति बढाइदिउँ न, अथवा हिजोभन्दा अलिकति घटिरहेको थियो भने घटाइदिउँ न, बढिरहेको थियो भने बढाइदिउँ न भनेर चाहिँ इन्क्रिमेन्टल बेसिसले निर्णय गर्ने प्रवृत्ति पनि छ। निर्णयकर्तामा भविष्यदर्शी सोच, दूरदर्शिताको अभाव पनि छ। अनि यस्तै कुराहरू राख्नुहोस्। निर्णय प्रक्रिया लामो झन्झटिलो प्रक्रिया छ। ब्ल्याक बक्सबाट चाहिँ निर्णय गर्ने अथवा सहभागिता निर्णय पद्धतिको अवलम्बन नगर्ने, बिचौलियाको प्रभाव पर्ने, डिजिटल टेक्नोलोजीहरूको प्रयोग नगर्ने, यस्ता कुराहरू चाहिँ 11th आवरमा चाहिँ लास्ट आवरमा चाहिँ डिसिजन गर्ने। यो डिएनएडब्ल्यू सिन्ड्रोम भन्छ, डिले डिसिजन, नो डिसिजन, एडक डिसिजन भन्ने किसिमको पनि रङ डिसिजन भन्छ, डिएनएडब्ल्यू सिन्ड्रोम हाम्रोमा देखिन्छ। यस्ता कुराहरू चाहिँ निर्णयका सन्दर्भमा दुर्बल पक्ष तथा कमजोरीहरू हुन् भनेर यसरी राख्यो। निष्कर्ष, अब मैले एकदम छोटो निष्कर्ष लेख्ने गर्छु। अघि एउटा साथीले चाहिँ यो नासुको जस्तो निष्कर्ष भयो भन्नुभएको छ। तपाईँले चाहिँ अब त्यो अफिसरको जस्तो निष्कर्ष लेख्नलाई अलि लामै लेख्नुपर्छ होला। लामो निष्कर्ष तपाईँले भ्याउनु चाहिँ हुन्न। निष्कर्ष धेरै लामो लेख्ने नै होइन, निष्कर्ष भनेको छोटो लेख्ने। अब राम्रैसँग निष्कर्ष लेख्ने भने निष्कर्षमा 3टा कुरा हुन्छ। तपाईँले राम्रैसँग लेख्ने भए चाहिँ एउटा पहिलो चाहिँ निष्कर्षमा तपाईँले लेख्दाखेरि चाहिँ एउटा त्यसको इम्पोर्टेन्स टाइपको लेख्न सक्नुहुन्छ, दोस्रोमा त्यसको प्रब्लम लेख्न सक्नुहुन्छ, तेस्रोमा वे फरवर्ड लेख्न सक्नुहुन्छ। त्यसरी लामो निष्कर्ष लेख्दाखेरि चाहिँ तपाईँले कति लेख्नुहुन्छ भन्ने कुरा हो होइन। त्यो त्यति लामो निष्कर्ष लेख्न तपाईँले भ्याउनुहुन्छ। तर यति एकदम लामो निष्कर्ष लेख्ने, एकदम छोटो निष्कर्ष लेख्ने, भरसक 2टा खण्ड छ भने 2टै खण्डलाई सम्बोधन गर्ने टाइपको। तर निष्कर्ष जहिले पनि पोजिटिभ लाइनको लेख्ने, त्यति हो। त्यही भएर त्यो पुरै पहिला के हो, अनि त्यसपछि त्यो स्टार्टिङ जस्तो पहिला के हो, बिचमा समस्या के हो, अनि त्यसपछि बल्ल निष्कर्ष वे फरवर्ड टाइपको गरेर यति लामो निष्कर्ष लेख्दा लेख्दै टाइम जान्छ होला। मैले त्यति कुरा गरेँ होइन। ल, अब भ्याउनुहुन्छ भने त जति राम्रो लेखे नि भयो नि होइन। सोसल साइन्स हो, यही राइट भन्ने त हुँदैन। अन्तमा सार्वजनिक व्यवस्थापनको महत्त्वपूर्ण पक्षको रहेको निर्णयलाई प्रभावकारी बनाउन उपरोक्त दुर्बल पक्षको निराकरण गर्नेतर्फ यहाँ सबल पक्षको आत्मसात भनेर पनि जोड्न सक्नुहुन्छ। मैले दुर्बल पक्षलाई मात्रै जोडिदिएँ। दुर्बल पक्षको निराकरण गर्नेतर्फ व्यवस्थापन पक्ष तथा सम्बन्ध पक्ष जिम्मेवार हुनुपर्ने हुन्छ भनेर लेख्थेँ। तपाईँले बढाउन चाहनु भने चाहिँ सार्वजनिक व्यवस्थापन महत्त्वपूर्ण पक्षको निर्णय निर्माणलाई व्यवस्थित बनाउनलाई तथ्य तथ्याङ्कको प्रयोग गर्नुपर्छ, साथसाथै तपाईँको सहभागिता निर्णय प्रक्रियाको अवलम्बन गर्नुपर्छ भनेर माथि कुरा ल्याएर यहाँ कपी गरे पनि हुन्छ। लामो बनाउन मन लाग्यो भने त्यसरी पनि जान सक्नुहुन्छ। ल, मैले यति कुराहरू गरेँ है यसमा। अब तपाईँहरूको बिचमा केही छ भने सोध्दै गर्नु होला। मैले यति कुरा गरेँ। नेपालको व्यवस्थापन परीक्षण प्रभावकारी हुन नसक्नुको कारण लेख्दै यसलाई शासकीय सुधारको प्रभावकारी प्रणालीको रूपमा स्थापित गर्न आगामी दिनमा के गर्नुपर्छ भने 2टा क्वेसन छ। यो व्यवस्थापन परीक्षण प्रभावकारी किन भएन, कारण लेख्नुहोस् भनेको छ। अर्को चाहिँ यसलाई शासकीय सुधारको प्रभावकारी प्रणालीको रूपमा चाहिँ स्थापित गर्न के गर्नुपर्छ भनेर चाहिँ छ। 2टा कुरालाई तपाईँले जोडेर लेख्नु पऱ्यो। एन्सर अलिकति मैले लामो बनाइदिएको छु यहाँ चाहिँ। यसमा चाहिँ व्यवस्थापन परीक्षणका प्रभावकारी हुन किन सकेन भन्दा मैले माथि एकदम व्यवस्थापन परीक्षणको परिभाषा लेखेँ, अनि त्यसपछि अर्को पार्टबाट जोडेर लेख्न खोजेको छु। त्यो माथि क्वेसनले जे सोधेको छ त्यही जोडेर। लोकसेवा आयोगको कार्यक्षेत्रभित्रका विषय बाहेक लोकसेवाले गर्ने चाहिँ उसले कर्मचारीको सरुवा अथवा कर्मचारीको बढुवा लगायतका कर्मचारी नियुक्तिसँग जोडिएका विषयको चाहिँ व्यवस्थापन परीक्षण गर्ने काम लोकसेवाले गर्छ। त्यसको कार्यक्षेत्रभित्रका विषय बाहेक सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित समग्र विषयको निरीक्षण, सुपरिवेक्षण, अनुगमन, मूल्याङ्कन, जाँचबुझ, परीक्षण